एसएसबी आजदेखि बुट बजार्न थाल्यो हो। सन्दुकपुरमा भारतले हामीलाई चाहिँ दुःख दिन थाले आजबाट हो। कोशी गण्डकी जस्ता सम्झौता बालन नेतृत्वको सरकारले गरे हो। काली नदीको विवाद टनकपुरदेखि महाकालीको त तपाईहरु त्यसलाई त राष्ट्रघाती भन्छन् हैन, यो जम्मै बालन सरकारले गरे हो। आफूले चाहिँ जम्मै बिगारेर त्यसलाई पिपाउने गाउँ बनाएर छोड्दिने। अहिले चाहिँ तपाईलाई ठ्याक्क चाहिए। म तपाईलाई अलिकति यसमा सजाउँ, त्यो अघिको प्रसंग धेरै महत्त्वपूर्ण छ। तपाईले गण्डकी कोशी आदिकरणको प्रसंग ल्याउनु भयो, ती त 70 सालभन्दा अगाडिका कुराहरू। त्यो कुनै कांग्रेसको सरकार थियो होइन, कांग्रेसको सरकार थियो। त्यो त कांग्रेसको जुन व्यक्तिले गर्यो तिनीहरूलाई भन्नुपर्छ। एउटा सुधार्नु भएन नि एउटा म त्यसैमा 35 वर्ष तपाईहरुले खायो भने त्यही भएर हो नि त। त्यस्तो होइन। कसरी होइन भने जस्तो कम्युनिस्ट पार्टीको कुरा गर्नु छ भने 6 सालदेखि पुष्पलालले जुन एउटा संगठन अभियान चलायो, त्यस्तै असमान सञ्चित समुद्रबाट देशलाई मुक्त गर्नको लागि चलाएको कुरा त ढकजार छ नि, जसले आफ्नो जिन्दगी नै उपलब्धि भयो होइन। उपलब्धि हेर्नुहोस्, यस्तो हुन्छ, उपलब्धि हुने नहुने कुरा कहिलेकाहीँ मान्छेले चाहेर प्रयास गरेर पनि कहिलेकाहीँ हुँदैन। तर व्यक्तिले प्रयास गरेको कुरालाई तैँले केही पनि गरिनस् भन्न पनि मिल्दैन। एउटा चिज भन्नु अहिलेको तपाईलाई नै सजिलो हुन्छ। त्यो 2-3 बाँकी छ, तपाईलाई नै सजिलो हुन्छ। तपाई कति सालदेखि सांसद हुनुभयो? म 52 साल 51 सालदेखि सांसद हुनुभयो, ठिक हो। कतिचोटि मन्त्री हुनुभयो? म भएँ 4-5 चोटि। उप प्रधानमन्त्री हुनुभयो? एकपटक भए। गृहमन्त्री हुनुभयो? एकपटक। रक्षा मन्त्री हुनुभयो? एकपटक भए। हैन त? हो। यो सबै हुँदा नेकपा एमाले 51 सालमा सरकार बनायो। पछिल्लो पटक हैन तपाई चाहिँ नि केपी ओली नेतृत्वमा, जति बेला तपाई एमालेमा हुनुहुन्न थियो, केपी ओलीको नेतृत्वमा सरकार बन्यो। यो 35 वर्षमा त एमाले, भीमराव, केपी ओली यी मान्छेहरु त सत्ताको वरिपरि नै थिए। यिनलाई त्यति बेला यो जम्मै चिजले पोल्यो।